वेस्ट इन्डिज विरुद्ध नेपालको ऐतिहासिक जित। नेपालले पहिलो पटक टेस्ट प्लेइङ नेसनल वेस्ट इन्डिज विरुद्ध टी20 अन्तर्राष्ट्रिय सिरिज जित्दै विश्व क्रिकेटमा आफ्नो क्षमता प्रमाणित गरेको छ। पहिलो खेलमा 148 रनको लक्ष्य दिँदै 19 रनले जित निकालेको नेपालले दोस्रो खेलमा अझै शानदार प्रदर्शन गर्दै आसिफ शेखको अर्धशतक, सन्दीप जोराको आक्रामक ब्याटिङ र करण केसी आलाम तथा राजवंशीको घातक बलिङको सहायताले वेस्ट इन्डिज जस्तो वर्ल्ड कप जितेको टिमलाई 83 रनमै अल आउट गर्दै 90 रनले विजय हासिल गर्यो। यससँगै नेपालले 3 म्याचको श्रृङ्खला 2-0 ले नै क्लिनिज गर्दै पूर्ण आइसिसी सदस्य राष्ट्र विरुद्ध पहिलो टी20 आइस सिरिज जित्यो, जसलाई अन्तर्राष्ट्रिय मिडियाले पनि ऐतिहासिक सफलता भन्दै प्रशंसा गरेको छ भने आगामी दिनका खेलहरूमा पनि नेपाली टिमलाई धेरै शुभकामना।